आफ्नै कहानी सुनाउँछु सबजनाले सुन आकाशको तारा सूर्य अघि चम्किँदैन गन्तव्य टाढा दौडी समयले पर्खिँदैन परिवार साथ माथि जिम्मेवारी बढी नै छ यो कुरा सत्य हो पानीमा आगो जन्किँदैन भुल्या छैन परिवार आफ्नो विगत सम्झिँदैछु उमेरले परिपक्व जिम्मेवारी थपिँदैछ छोरा आमा बाउ छोरा आफ्नो धुनमा हल्लिँदैछ मलाई त लाग्छ मैले ऱ्याप गाउनु गल्ती होइन अझै पनि ऱ्याप भने समाजले बुझ्याकै त हेमदाईको बलिदान मैले अझै भुल्या छैन कलमले भावना गर्छु नसामा डुब्या छैन अझै पनि ऱ्यापरको भावना बुझ्याको त ऱ्याप गाउने जति सबैजना छाडा हुन ऱ्यापमा गाँजा गोटी मात्र होइन भावना हुन्छ अँध्यारो रातमा चम्किरहने तारा हुँ म मेरो परिवारको कथा सम्झिँदा मेरो आत्मा रुन्छ जङ्गलको छेउ घरको सानो सानो घर थियो भोलि के हुन्छ आमा बाउलाई डर थियो खुसी परिवार सन्तान र हर थियो यतिकैमा हर्छन् हर पल बित्यो दुःखको दल दलमा परिवार फसिरहेको थियो बाउले पसिना बगाई दुःख गरिराख्यो दाइ एक्लैले मस्तले पढिराख्यो झन् बिग्रिरहेको परिस्थिति घर परिवारको दिन रात दुःख समय चलिरहेको साउको ऋण झन् झनै बढिरहेको समय परिवर्तन ऋणमा ऋण थपिरहेको साउको ऋण दिनका दिन बढिरहेको बिस्तारै समयसँगै मर्नी बढ्दै थिए दुःख पीडालाई पछि पार्दै बिस्तारै बढ्दै थिए आफूले सके जति परिवार मद्दत गर्दै थिए मेरो पनि चाहना बाउको हात समयसँगै हिँड्ने समय चलिरहेको थियो दाजु आफ्नै बाटो लाग्यो उमेर नि 14 वर्ष हेर्दा आफूलाई सानो लाग्थ्यो थिएन परिपक्व काम गर्दा गाह्रो भएको घरको परिस्थिति कमाउने मेरो पालो लाग्यो कमाउँदै पढ्दै गरे एसएलसी पास भएको आमा बाउ छोराबाट केही आश राख्थ्यो समय चलिरहेको दिन रात काट्यो रमाउने रहर त थियो तर जिम्मेवारी काँधमा थियो सपना पुरा गर्ने मेरो सोच थियो घरमा साउको ऋणको बोझ थियो टाउकोमा ऋणको भारी सपना नै रोग दियो गरिब परिवारमा जन्म लिनु के मेरो नै दोष थियो सपना भाता भुङ्गो टाउकोमा ऋणको भारी उमेर होइन जिम्मेवारीले जा भन्छ खाडी थिएन रहर महँगो चिल्लो चढ्ने गाडी मात्र एउटै थियो मेरो सपना स्टेज चढ्ने साथी